देखेका देशको कुनै परिकथा भन्दा कम थिएन मेरो लभ स्टोरी। यो शहरमा दुईटा टाउकेहरू छन्, देव र कासिम। नेताजीको यी दुईजनासँग के इन्भल्भमेन्ट छ? मडलिङमा कुनै इन्ट्रेस्ट छैन, तर पनि पैसाको लागि गरिरहेको छु। So what? Bastard. Love makes monsters of women. मास्टर नि यो चाहिँ नि एउटा बिल्कुलै नयाँ र फरक कथामा बनेको यस वर्षको बहुप्रतीक्षित चलचित्र हो। चलचित्रमा नायिका प्रियङ्का कार्की, आर्यन सिग्देल, रिचा शर्मा, सिमरन खड्का लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ। चलचित्रको सम्पूर्ण छायाङ्कन सकिएको छ भने चलचित्रको पोस्ट प्रोडक्सन, VFX र BGM को कामहरू भारतको एसराज स्टुडियोमा गरिएको थियो। चलचित्रलाई नेक्स्ट लेभलको बनाउनको लागि निर्माण पछि लागि परेको छ। चलचित्रको फर्स्ट लुक्स पोस्टर केही दिन अगाडि रिलिज भइसकेको छ भने चलचित्रको प्रमोसनल सङ्ग दुर्गेश थापाको आवाजमा आज रिलिज भइसकेको छ। चलचित्र यही भाद्र 5 गतेबाट प्रदर्शनमा आउँदैछ। तपाईहरु भने नायिका प्रियङ्का कार्कीको निर्माण तथा मुख्य भूमिका रहेको चलचित्र मास्टर नि हेर्नको लागि कतिको एक्साइटेड हुनुहुन्छ कृपया कमेन्ट गर्नुहोला र हाम्रो यस्तै रमाइलो भिडियोहरू हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद।